नेपालको हिमालयमा एउटा यस्तो जनावर बस्छ जो वर्षको आधा भन्दा बढी समय 6 देखि 8 महिना सुतेरै बिताउँछ। यो हो भौमुसो हिमाली मर्मट। नेपालको मुस्ताङ, लाङटाङ र डोल्पाका उच्च हिमाली घाँसे मैदानमा पाइने मिलनसार जनावर। खाना यसको सबैभन्दा मनपर्ने कुरा हो, त्यसैले यो प्राय सधैँ केही न केही खाइरहेको देखिन्छ। यसको तौल 7 किलोग्राम भन्दा बढी हुन्छ, तर यसको महत्व अचम्मको छ। हिमाली खैरो भालुले खाने 46% खाना यही मर्मट हो। सङ्कट आउँदा यसले तीखो सिट्टी जस्तो आवाज निकाल्छ र पूरा भौमुसो सेकेन्डभित्र आफ्नो भूमिगत घरमा लुक्छन्। यिनीहरूको भूमिगत घर 10 मिटरसम्म गहिरो हुन्छ र एउटै कलोनीमा 30 परिवारसम्म बस्छन्। यो भिडियो खान र सुत्न अत्यन्तै मन पराउने तपाईको त्यो साथीलाई पठाउनुहोस् र यस्तै नेपालका अचम्मका जनावरहरूको बारेमा जान्न अहिले नै फलो गर्नुहोस्। हरेक दिन नयाँ भिडियो।